आज भाउजूको बर्थडेमा भाउजूलाई सरप्राइज गिफ्ट दिँदा यस्तो पो भयो। हेलो साथीहरु, वेलकम ब्याक टु माई अनदर भ्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि यहाँ एकदमै सन्चै छु। सो यो भिडियो चाहिँ 8 गतेको हो अनि डिजे चाहिँ हाम्रो उता बिहेमा छ भन्ने त हजुरहरूलाई थाहै होला। एकैछिन म त्यतातिर गएँ। यहाँ चाहिँ जन्ती जाँदै हुनुहुन्थ्यो बेहुलीको घरमा। यहाँ बेहुलीको घर चाहिँ धेरै टाढा होइन, 2-3 घर छोडेर त्यसपछि यहाँ चाहिँ बेहुलीको घर छ, त्यही पनि यो माघे विवाह हो। त्यसपछि यता आदर्श चोकतिर भएर कता कता भएर चाहिँ यहाँ जन्तीहरू नाच्दै बेहुलीहरूलाई लिन बेहुलीको घर जाँदै थिए। अनि 8 गतेको दिन चाहिँ हाम्रो दिदी र भेनाको एनिभर्सरी पनि हो नि त। अनि त्यसैले चाहिँ उहाँहरूको लागि मैले सानो गिफ्ट बनाइदिएँ। गिफ्ट हेर्न सक्नुहुन्छ, बिहेको फोटोहरू थियो, यस्तो राम्रो देखिरहेको थियो। अनि यो चाहिँ मैले हाम्रो यता फुलबारी फोटो स्टुडियोमा बनाएको थिएँ। त्यसपछि फोटोहरू लिएर म घरतिर आएँ नि। यो चाहिँ फोटो मैले भाउजू र भाइको हात पठाएको थिएँ। म चाहिँ गएको थिएन, डिजे उहाँ थियो नि त। अब अरूको घरमा चाहिँ छोड्न भएन भनेर चाहिँ म यतै बसेको थिएँ अनि म चाहिँ गएन। अनि यता रातोतिर हेर्न सक्नुहुन्छ हाम्रो डिजे सेटअप। अनि गाना बजेको चाहिँ यो मैले अरूको फोनमा बनाएको थिएँ, तर उसले चाहिँ अहिलेसम्म मलाई पठाएको छैन। त्यही पनि उसले पठायो भने म चाहिँ अरू भ्लगमा राख्छु। त्यो चाहिँ मैले त्यही भिडियोको क्लिपको लागि यति रोकेको थिएँ कि अफसोस, तर उसले चाहिँ त्यो भिडियो अहिलेसम्म पठाइदिएको छैन मलाई। त्यसपछि यता हेर्न सक्नुहुन्छ जन्ती पनि बेहुली लिएर आइसकेका छन्। अनि यो भिडियो चाहिँ सिधा 9 गते छोडेर 10 गतेको हो। सिधा हाम्रो कलेजबाट चाहिँ म यहाँ केक अर्डर गर्न गएँ। एकैछिनमा मैले केक अर्डर पनि गरेँ। अनि हाम्रो चाहिँ म 2-3 बजीतिर गएको थिएँ त्यहाँ। त्यो पनि मलाई यति छिटो र यस्तो राम्रो केक बनाएर दिनुभएको थियो होइन। त्यसपछि म एकैछिनमा घर पनि आएँ। घर आइसकेपछि एकैछिन घरतिर बसेँ। अनि त्यहाँ चाहिँ अब हाम्रो भाउजूलाई थाहा छैन म उहाँ चाहिँ केकहरू लिएर आउँदैछु भनेर। अनि त्यसपछि सिधा गयौँ केक लिन। अनि केकहरू लिएर हामीहरू फेरि आयौँ आफ्नो घरतिर। अनि हाम्रो भाउजूले चाहिँ कति थाहा छैन मैले चाहिँ उनको लागि यस्तो सरप्राइज प्लान गरेछु। मैले चाहिँ भाउजूलाई पैसा छैन यस्तो यस्तो भनेर चाहिँ त्यस्तै ढाँटेको थिएँ। अनि भाउजू चाहिँ एकछिन मैले बाहिर पठाएर केही काम गराएर अनि त्यसपछि यहाँ चाहिँ म सब त्यो केकहरू मिलाएर राख्न थालेँ। बेलुनहरू ल्याउनु हुन्थ्यो, तर अब हल्का हल्का हो नि त, त्यसैले चाहिँ ल्याएन। त्यही पनि एकैछिनमा भाउजू आउनुभयो। अनि त्यहीपछि सरप्राइज दिएँ। एकैछिनमा भाउजू पनि भित्र आउनुभयो। त्यसपछि यहाँ हामीले चाहिँ टक्क अनि स्प्रेहरू गरायौँ। त्यसपछि हामीले यहाँ झिरझिरे जलाएर त्यसपछि बर्थडे सेलिब्रेट गर्नतिर लाग्यौँ। आजको लागि यति नै। थ्याङ्क यू फर वाचिङ एन्ड बाई।